हेलो साथीहरू, नमस्ते साथीहरू। खाजा खानु भयो त? आज चाहिँ हाम्रो चाहिँ भान्सामा पाक्दैछ साथीहरू मोमो। आज चाहिँ हामी नयाँ स्टाइलले साथीहरू बनाउँदैछौँ भेज मोमो हैन। यो चाहिँ सिक्किमको दार्जिलिङको रे हैन, यो आइडिया चाहिँ है। त्यही भएर चाहिँ मेरो बुढाले चाहिँ आज मजाले यहाँ सिक्किम दार्जिलिङको आइडियाले चाहिँ मोमो बनाउन थाल्नु भएको छ हैन। अब कस्तो हुन्छ, मिठो हुन्छ हुँदैन त्यो त खाएपछि थाहा होला साथीहरू हैन। मेरो बुढाले चाहिँ यहाँ काटकुट गर्दै हुनुहुन्छ, प्याज बन्द हैन, पनिर सबै काट्दै हुनुहुन्छ। अनि म चाहिँ मजाले यहाँ भिडियो गरेर साथीहरूलाई देखाऊँ भनेर भिडियो गर्दैछु साथीहरू। यो चाहिँ पनिर काट्दै हुनुहुन्छ। अनि यसमा चाहिँ जम्मा पनिर बन्द हैन, प्याज अनि त्यसपछि डाल्डा घिउ अनि लसुन र अदुवाको पेस्ट, त्यति हो है साथीहरू। अनि एउटा नुन मात्र राख्ने रहेछ, अरू केही राख्नु पर्दैन रहेछ हैन। यो चाहिँ फर्स्ट ट्राई हो साथीहरू है। मिठो हुन्छ हुँदैन अब खाएपछि नि थाहा होला हैन। अनि त्यही भएर चाहिँ यहाँ मेरो बुढाले चाहिँ मजाले धम्माधम बनाउँदै हुनुहुन्छ। अनि यहाँ आमा छोरी चाहिँ मजाले यहाँ पिठो बेल्दैछौँ साथीहरू हैन। पिठो फेरि यस्तो छ तरिका हाम्रो काट्ने, सेप पनि मजाले दामी बराबरी हुने साथीहरू हैन। हामीले चाहिँ यसरी बनाउँदैछौँ साथीहरू। अब मोमो पनि पाकेर रेडी भइसकेको छ हाम्रो हैन। अब मेरो बच्चाहरू नि उहाँ खाना हतार गरिसकेको छ। फर्स्ट ट्राई गर्दै हुनुहुन्छ मेरो बुढाले हैन। अनि मैले भने कस्तो भयो मोमो, मिठो लाग्यो भनेको, एकदम दामी टेस्टी भयो रे। अनि यता छोरी पनि खाँदैछिन्। अनि मैले सोधेँ मिठो छ मम्मी रे। अनि त्यसपछि कान्छी छोरी पनि खाँदैछन् साथीहरू। ल हजुरहरू पनि यसरी बनाएर खानु होला साथीहरू। बाई बाई।